हेलो नमस्ते फेरि पनि स्वागत छ तपाईहरु सबैजनालाई मेरो भ्लगमा। आज चाहिँ हामी साथीहरुसँग शिवचट्टा जाँदैछौँ। अन्तिमसम्म हेरेर साथ दिनु होला। फाइनली रेडी भएन टेम्पो चाहिँ अब जानलाई यता दा यता यता पर हो कता होला त अब यता पर ओइ के भयो ल साच्ची भनेको यो टेम्पोमा नि यो बाटो आएर हैन भाडा दिएर कुट्नु लाग्यो जस्तै भयो सबै ठोकेर क्यामेराम्यान भएर बसिरहेछ भने ठोकेर तर है मिल्ने साथीहरु आयो भने चाहिँ मजा हुने रहेछ हैन ल बाटो है ल अब हामी यहाँबाट हिँड्दै जानुपर्ने ओ माय गॉड आया कहाँ हो शिवचट्टा चाहिँ लु ममा यत्रो आएर फेरि अझै उकालो हिँड्नुपर्ने अन्दाज चाहिँ त्यस्तो उकालो हिँड्नु पर्दैन नानी हाम्रो कहाँ पो छ त नि त्यहाँ गएर पौडी खेल्यो होला हेलो ब्युटिफुल लेडी हेलो हेलो त्यसो जुम गरेर हालिदिएको अब यहाँबाट चाहिँ हामी हिँडेर जानुपर्ने अरे शिवचट्टा कहाँनिर हो त्यो मलाई त थाहा पनि छैन होला भनेर नि के कहाँबाट यहाँबाट शिवचट्टा मलाई पनि थाहा छैन म त फर्स्ट टाइम आइरहेको मैले एडिट गर्दिनँ है जे बोलेको त्यही हालिदिन्छ भरे लास्ट जेहरू आइपुग्नु भयो लु जाम न जम म के बोक्नु अरे म ब्यागमा हाल्नु के
भन्नु पर्दैन थियो म आउँछु लुगा बोक्छु नि त नि यहाँ गएर स्विमिङ पनि गर्ने भनेको ले अनि शिवदण्डा चाहिँ तपाईँ के खानु अब मासु लिएर आउनु भन्नुभयो मासु लिएर आउनु भन्नुभयो मासु मात्रै खाने होला चामलै नयाँ चामल भएर होला कि होइन तेल धेरै तातो होला होइन मलाई तातो होइन बेसी पाक्यो के होइन बेसी उबा पर्दा लाला खोर्सानी पनि धसेर के चढौँ ल न पनि घडी गरेर चढ्नुपर्छ मासु दानाबारी अरे दानाबारी हाम्रो त ड्राइभर पनि पुरानो टेम्पो पनि पुरानो पूजा कहाँ हिँड्नु भएको तपाईँ यस्तो भिडियो गर्दै गर्दै भन्नु त माइ गॉड खोइ हिमाल मेरो त यहाँ 3 केजी छ भन्दा धेरै म सक्दिनँ अब मेरो पनि 1.5 केजी छ 1.5 केजी मेरो 1.5 केजी छ मेरो पनि बहिनीको छ 1 पाउको 1 पाउ पनि छैन होला उसको त ओइ अनि टेम्पो चाहिँ यहाँसम्म आउनु सक्छ रहेछ त यहाँ अन्त ओइ यहाँ छ त टेम्पो कस्तो रहेछ ए यहाँ यो टेम्पोहरू जान्छ होला नि त भरे भरे ओइ उयो चाहिँ के हो पुल कुन तल पुल ए थपाको उयो खोलामा नतर्ने के गर्छ कस्तो अरे कस्तो खोला पुल कहाँबाट झर्नु पर्ने भनेर त अन्त म त त्यो पनि पुल कस्तो खालको उयो पानी सप्लाई गर्ने के हो भन्न आँटेको झन्डै चाहिँ यस्तो पो रहेछ फलाम त के गर्नु त त्यो बाँस बारेको छ बिछाउने टेक्ने ठाउँमा चाहिँ मुनि त दुईटा ल जाउँ न फेरि आउनु हेलो हाई ब्रोडी उकालो बाटो लाग्यो होइन उकालो लु है अगाडि जानु त फेरि ढिलो पो हिँड्छ त उकालो बाटो थाहा भयो भने म आफू जान्थेँ ओए सिस्नुहरू पनि पाउँदो रहेछ यहाँनिर सिस्नु भइहाल्छ के हो यो चुङ्गी खेल्नु थियौँ नि ए चुङ्गी खेल्ने मान्छे झार्छ होइन खेल्छौँ यस यस्तो गरेर अड्किँदै नि के त देख्नुभयो फेरि यस्तो फेरि झन्डै चिपेको अग्रै अलिक माथि भेटाउँछ होला अब याद गर नि त उयो त्यो साइनबोर्डमा के लेख्छ पढ्यो ल म त पढिनँ ए भयो त्यसो अर्कै बाटो चढेर होइन फिल्मको जस्तो त्यो हुन्छ नि डेन्जर भिडियोमा गएको जस्तो नहोस् न सिक्नु प्लास्टिकले चिन्तै ल्याएन हातले सक्नु पर्यो होला नि आयो यो शिव झट्ट शिव धारा आयो शिवको धारा शिवको लिङ्गबाट झरेको पानी अरे ल
नि तिमीहरू यिनीहरू गयो है शिवको लिङ्गबाट झरेको पानी खानु अयो कति साह्रो खुसी भएर गएको तर बस्नु छ है मलाई त खानु मन लागेन छ दिदी खोटेर बिचरा दिदी पानी त्यति साह्रो पानी खाने न्युमा सुरमा त झोले बिच्नु भएछ कस्तो भइरहेछ हिँड्नलाई मजा लागिरहेछ आम्बो अरे अघिसम्म मलाई लागिरहेको चाहिँ म नुहाउँदिनँ भनेर अहिले चाहिँ यस्तो लागिरहेछ जान्दा नुहाउँछु फोनले पनि ओह्रालै तान्छ ब्यागले पनि ओह्रालै तान्छ ओइ नखानु मैले कुखुराको मासु ल्याइदिएको छु कुखुराको मासु त कुखुरा मासु नखानु मैले कुखुराकै ल्याइदिएको छु नि किन खानुहुन्छ कुकुरको ओहो कस्तो ठुलो ग्राउन्ड यार सानो सानो पुलहरू राखिदिएको क्या दामी अलिक छोटोमा आउनु झोला अलि हलुङ हुन्छ यार तपाईँले देखेको झोला देखेर मलाई गरौँ भयो यति लामो झुन्डाउनु भएको छ यस्तै बोक्छु त म छोटो बोक्छु अन्त ल भयो होस् छोडिन ल हिँड हिँड पहिलाको मान्छेले पुस्दाखेरि सिस्नोले पुस्दाखेरि पाप सम्झेर पहिलाको मान्छे विदेशीहरूले पो त नेपालमा त झारपातमा नि करेन्ट रहेछ ओ माय गॉड यहाँ पानीमा यहाँ हाम्रो बाँदर चढ्दै हुनुहुन्छ यस्तो अप्ठ्यारो न अप्ठ्यारो छ शिवझट्टा जाने बाटो पखन अनि उसलाई फोन दिनु परेन बहिनी मेरो सुनाल फोर भयो ल ए जामा लगाएर लु ल माथि पुऱ्याउनु भर्छ कमला हामी कमलीले पास गरिहाल्छ नि अब ओ यहाँबाट झरो भने के हुन्छ है नानीलाई ल ओइ यस्तो बाटो छोडेछ शिवझट्टा फाइनली आइपुग्यौँ हामी ओइ के हो यो ओ माय गॉड आयो ल शिवझट्टा म चाहिँ फर्स्ट टाइम आएको आज Oh my god. मेरो लागि चाहिँ हैन एक्सप्रेसन भर्सेस रियालिटी भयो म त अर्कै छ सोचिरहेको थिएँ ल यही रहेछ शिवझट्टा हेलो हजुर फ्रिजमा राखेको ल्याएर फ्रुट्सहरू हाम्रो फ्रिज ल ल राम्रै 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 अब
हामी चाहिँ यहाँनिर खाजाहरू खान रेडी हुँदैछौँ। माथिको पानी धुनुपर्छ नि। खाजा खाने रेडी भयौँ है। दामी छ है। मासु त मिठो भएको छैन होला है। कति थोरै मासु धेरै मासु खै हारे क्या होइन हाम्रो एउटा दोस्ती खै बहिनी अस्ति थ्याङ्क यू। मेरो खाना आइपुग्यो। है अलिक कलर भएन है। सब्जी ल्याउनु पर्दैन सलाडहरू जलपरी जलपरी रक्षा निगर खाने कि यो खाने निगर खाने अरे आज मासु खाएको छुइनँ। थ्याङ्क यू पूजा के खानु भएको यस्तो जङ्गल आज हाम्रो के भन्छ कसले पकाएको अरे पूजाले पकाएको मासु अब म फर्स्ट टाइम टेस्ट गर्न गइरहेको छु है त गाइस। हेर्नु होला मजाले मैले टेस्ट गरेको यो चाहिँ चिकन होइन। अब यसलाई यस्तो गरेर बिस्तारी खानुपर्छ। स्विमिङ पुल बनाउँदै देखा आपने लापरवाही का नतीजा है। Dom. Oh my god. Mama, kita dah. Oh my god. Oh my god. खुट्टा दुखो ढुङ्गाले घोचेर
ओए यति धेरै मैले जुत्ता लगाउनु पर्यो के खुट्टा दुख मेरो ल अब जुत्ता लगाइसके दिदीहरू तल पुगिसक्नु भयो साथीहरू ओ माई गड ओह्रालो हेर रिङबाट लाग्ने रे खालको भिर बिस्तारै जाऊँ के पुग्नु पर्ने छ मैले खोइ दिदी तपाईँ झर्नु नि त तल झरेर थाप्नु नि त है गाह्रो हुन्छ होला यहाँ त फोर्छ पानी अलिक फोहोर अरे माथिको सबै हो रहेछ के दिदी ए झन्डै यो पक्रिने बनाइदिएको रहेछ र अनि सजिलो रक्छ कि यो मोबाइलले मलाई यस्तो गाह्रो गइरहेको छ ओइ माई गॉड यो माछले पक्रिनु मिल्छ ए ओबी ओइ फाइनली जम अब जम बिस्तारै ए उकालो भयो शिव झट्टा आउने रहर कुरा भयो अब कहिले नआउने हामी अब चाहिँ अघि नै के खायौँ पुलाउ मासु खायौँ अब चाहिँ चटपटी खानु बसेको म त किन ओरा भन्छु नि यता हेर्छु दिम न उता खिच्दिनु हुन्छ ल अब चाहिँ जम्मै फाइनल गरे धन्यवाद थ्याङ्क यू वेलकम स्वागतम हैन यहाँनिर चटपटे छ अब चाहिँ हामी घर हिँडेको खाएर हेलो रक्षा
यहाँ छ यहाँ छ सिटामलेस पानी पर्न लागिसक्यो शिवको झट्टामा नआएर कस्तो एकदम फ्रेस एकदम ब्युटिफुल अब चाहिँ हामी शिव झट्टा गएर आयौँ अब चाहिँ घर फर्किँदैछौँ साथीभाइ हो दिदीबहिनीहरू तस्बिर ल्याउनु पर्दैन बस्न आँटो पानी पनि पर्न आँटो होइन छाता पनि छैन हामीसँग के गरेको थियो चिलाउँछ होला हौ त्यसले त पढ्नुलाई होला अनि थाहा छैन त्यसको नाम नै झुट्टामा आउँदाखेरि चाहिँ नेट हुँदो रहेछ बोक्नु हुँदो रहेछ फ्रेस भएर अब चाहिँ हामी रिटर्न ब्याक भइसक्यौँ होइन अब चाहिँ हामी घर जाँदैछौँ यो चाहिँ हाम्रो खोइ कहाँ छ जली ना तेरी भी जली ना ओ म बोल्दै थिएँ यार तिमीहरूले कस्तो डिस्टर्ब गरिदिएको मलाई अब हेर त म मिस भइहालेँ नि फाइनल्ली होइन गाइस अब एकदमै मजा आयो हामीलाई है अनि हामीले धेरै खानेकुराहरू खायौँ होइन अब हुन्छ नि अनि के खायौँ नाम भनिदिनु न के खायौँ पानीले झन्डै बगायो पनि हामीलाई होइन मासु अचार होइन अनि अचार एकदमै मिठो थियो है अनि मासुको छुट्टै टेस्ट थियो होइन अनि त्यस पछाडि हामी नुहाइसकेपछि अनि अब फेरि पानी पर्न आँटिरहेको छ फाइनल्ली बाटोमा पनि हामी नुहाउँछौँ होइन होइन अब नुहाइसकेपछि पनि हामी नुहाउनेवाला छौँ पानी परेको छ हामी बाटोमा छौँ होइन अबे जल्दी बोल कल सुबह पनवेल निकलना है एकदम रोमान्टिक मौसम पनि भइरहेको छ है एकदमै अब घाम भन्ने चिज छैन आज तर उज्यालो चाहिँ छ तर अब भनेको जस्तो पानी थिएन त्यही रहेछ अहिले हामी घर जाने शिवजट्टाबाट घर जाने गरेको बाटोमा छौँ होइन अनि हाम्रो ग्याङहरू हुनुहुन्छ है सबै हाम्रो ग्याङहरू लेडिज ग्याङ अनि फाइनली हामी जङ्गल काटेर चाहिँ रोडमा आइपुगिसक्यौँ अब के तलसम्म होला नि त फाइनली हामी आइपुगिसक्यौँ फाइनली हामी चाहिँ होइन माथि शिवजट्टाको गएको थियौँ अनि त्यहाँबाट आइसक्यौँ अब चाहिँ हामी हाइवेमा पुग्यौँ होइन यहीसम्म अनि के भन्नु इन्जोय गर्नुहोस् हाम्रो भिडियो हेरेर तपाईँहरू पनि आउनुहोस् शिवजट्टा रमाइलो हुन्छ नेचुरल पानीमा नुहाउनलाई होइन एकदम चिसो पानी छ राम्रो झर्ना पनि छ होइन यहाँनिर अब तपाईँ भन्नु न आज चाहिँ यति नै भिडियो हेरेर लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला बाई बाई